पारसको छोरा हैन हृदय के नाम हृदय हिरेन्द्र नै एउटा कसको नजर लाग्यो थाहा छैन तर पनि यो मिडियाको थ्रु म केही भन्न चाहन्छु प्लिज अब फिल्मको त धेरै पैसाहरु पाके के भुवन केसीले तपाईको फिल्मलाई छ नि किन रोक्दै हुनुहुन्छ हला फुल्ल खेलेर राज समाल महानायक हुनुभयो महानायक दाइले बनाइदिनु भयो एक समय यस्तो थियो जब नेपाली चलचित्रमा काम गर्ने अथवा हिरो वा हिरोइन बन्छु भन्न साथ मानिसहरू हाँस्ने गर्थे न त कलाकारहरूको जीवन सुरक्षित थियो न यो क्षेत्रमा करियर देखिन्थ्यो धेरै कलाकारहरूले सपना देखे तर सपना च्यातिए तर आज स्थिति बदलिएको छ के साँच्चै नेपाली फिल्म उद्योगमा भविष्य देख्न सकिन्छ आज हामी बुझ्नेछौँ अतीतको पीडा वर्तमानको प्रगति र भविष्यको सम्भावना नेपाली सिनेमा उद्योगको आरम्भ 1951 मा डीबी परियारद्वारा बनाइएको सत्य हरिश्चन्द्रबाट भएको मानिन्छ। त्यसपछि 1964 मा नेपालमै पहिलो पटक आमा चलचित्रको निर्माण गरिएको थियो। 1990 को दशकमा कुसुमे रुमाल, सम्झना, लाउरे, कान्छी, बसन्ती, चिनो जस्ता चलचित्रले नेपाली सिनेमा उद्योगलाई नयाँ दिशा दिए। 1990 को दशकमा शिव श्रेष्ठ, भुवन केसी, निरुता सिंह, गौरी मल्ल, राजेश हमाल र करिश्मा मानन्द जस्ता कलाकारको उदयसँगै सिनेमा उद्योगमा नयाँ उचाइहरू हासिल गरियो। तर 2000 को दशकको मध्यतिर माओवादी द्वन्द्वका कारण सिनेमा क्षेत्रलाई धेरै धक्का लागेको र उद्योगमा गिरावट भएको थियो। धेरै कलाकार र निर्माताहरू विदेश गए र सिनेमा निर्माणमा कमी भएको थियो। नेपाली सिनेमा भन्ने बित्तिकै युवाहरू डराउँथे। फिल्म क्षेत्रमा लागेर भविष्य बनाउन सकिन्छ भन्ने विश्वास गर्न गाह्रो हुन्थ्यो। कलाकारहरूको जीवन आर्थिक रूपमा अस्थिर थियो। धेरैजना लोकप्रिय कलाकारहरू जस्तै सारङ्गा श्रेष्ठ, जल शाह, रमेश उप्रेती, सरोज खनाल जस्ता नामचिन अनुहारहरू अभिनय छोडेर विदेश गए, किनभने नेपालमा फिल्म गरेर जीवन धान्न गाह्रो थियो। कोहीले ट्राभल्स एजेन्सी खोले, कोहीले बुटिक, रेस्टुरेन्ट तथा अन्य साइड बिजनेस सुरु गरे। 2060 सालपछि त जनअवस्था झनै बिग्रिँदै गयो। फिल्म चल्दैनथे, प्राविधिक सामग्री कमसल, कथा कमजोर र निर्माता निर्देशकको अनुभव पनि सीमित। 2065 देखि 70 को बीचमा बनाइएका आधाभन्दा बढी चलचित्रले घाटा खाए अनि दर्शकले पनि नेपाली सिनेमा हेर्न छोड्दै गएका थिए। त्यसैले धेरै युवाहरूले यो क्षेत्रप्रति विश्वास गुमाए। तर समय फेरियो। 2070 सालमा आएको चलचित्र लुटले बजारमा नयाँ तरङ्ग ल्यायो। पूर्वान दर्शकलाई लक्षित गरी बनाइएको यस फिल्मले प्रष्टै सङ्केत गर्यो, कथा राम्रो भयो भने दर्शक फर्किन्छन्। त्यसपछि 2073 सालमा आएको छक्का पञ्जाले त इतिहास रच्यो। यस फिल्मले 25 करोड भन्दा बढी कमाउन सफल भयो। त्यस्तै 2079 मा आएको कबड्डी 4 ले 25 करोड भन्दा माथिको व्यापार गर्यो अनि छक्का पञ्जा 3 ले त 50 करोडको क्लबमै पुग्यो। यिनै सफलताले नेपाली सिनेमा उद्योगलाई फेरि आशाको उज्यालोतर्फ डोर्यायो। आजको दिनमा धेरै कलाकारहरूले राम्रो कमाइ गरिरहेका छन्। अनमोल केसी, दयाङ राई, प्रियङ्का कार्की, सौगात मल्ल जस्ता शीर्ष कलाकारहरूले एक चलचित्रबाट 3 लाखदेखि 5 लाख रुपैयाँसम्म पारिश्रमिक लिन्छन्। विज्ञापन, ब्रान्च डिल, ओटिटी, युट्युबबाट समेत उनीहरूलाई आम्दानी हुन्छ। तर नयाँ कलाकारहरूको हालत भने उस्तै छ। 25,000 देखि 80,000 सम्ममै सीमित। अझ केही निर्माता कलाकारहरूलाई पुरा पारिश्रमिक नदिई यो फिल्मले तिमीहरूलाई चिनाउँछ भन्ने बहानामा काम गराउँछन्। यस्तो चलन आज पनि रोकिएको छैन। यसो भए युवाहरूले के फिल्म क्षेत्रमा करियर बनाउन सक्छन् त? यो प्रश्न हामीमा उठ्न सक्छ। हो, सकिन्छ, तर सजिलो भने पक्कै छैन। यो क्षेत्रमा टिक्नको लागि सिप, सङ्घर्ष र सम्बन्ध
तिनै कुरा चाहिन्छ। अहिले हरेक वर्ष 40 भन्दा बढी नयाँ कलाकारले डेब्यू गर्छन्। कतिले अभिनय ट्रेनिङ लिएका छन्, कतिले युट्युब वा टिकटकबाट चिनिएका छन्। डिजिटल प्लेटफर्मको आगमनले पनि नयाँ कलाकारहरूलाई काम गर्न सजिलो बनाएको छ। युट्युबमा आएको चलचित्रले पनि राम्रो आम्दानी गर्न थालेका छन्। जस्तै ए मेरो हजुर 3, जेरी, प्रेम गीत जस्ता फिल्महरू युट्युबमा करोडौँ भ्युज पाएका छन्। नेपाली सिनेमाको यात्रा त्यति सजिलो थिएन। अझै पनि समस्या छन्। बजेट कम छ, सिस्टम अलि अस्तव्यस्त छ। तर अब युवाहरू उत्साहित छन्, नयाँ विचार ल्याइरहेका छन्। यति धेरै सङ्घर्षका बीच पनि नेपाली सिनेमा बाँचिरहेको छ, बढिरहेको छ। नयाँ सोच, नयाँ ऊर्जा र नयाँ दर्शकको साथ अघि बढिरहेको छ। नेपाली सिनेमा हाम्रो पहिचान हो। यो उद्योग न त सरकारको मात्र हो, न कलाकारको मात्र, यो हामी सबैको हो। त्यसैले नेपाली सिनेमालाई सपोर्ट गरौँ र यसलाई अगाडि बढाउँ। जय देश, जय नेपाल। बल्दो यो साना हाम्रो रातो र चन्द्र